म अध्यक्ष भएर आइसकेपछि हामीले विद्यालयलाई एउटा नीति तथा कार्यक्रम बजेट दिनुपर्छ, त्यो अनुसार चाहिँ विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले नीति तथा कार्यक्रम बजेटहरू निर्माण गरेका छौँ। उक्त कार्यक्रमलाई हामीले स्थानीय तहका प्रमुखबाट हामीले यो नीति तथा बजेट कार्यक्रमको उद्घाटन वा शुभारम्भ गरेका छौँ, ताकि विद्यालयमा भएका समस्या, नयाँ अनुभवहरूलाई चाहिँ वा गतिविधिलाई चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पनि स्पष्ट वा छर्लङ्ग देख्न सकोस् भन्ने उद्देश्यका साथ हामीले यो लागू गरिरहेका छौँ। राष्ट्रिय माध्यमिक विद्यालयले भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरका पाटोलाई माथि उकास्नको लागि हामीले नीति तथा कार्यक्रममा विभिन्न कार्यक्रम राखेका छौँ, जस्तै बालबालिकासँग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बालबालिकासँग नगर प्रमुख जस्ता कार्यक्रमहरू हामीले राखेका छौँ। अवश्य पनि सामुदायिक विद्यालय बनाउनको लागि अभिभावक, शिक्षक, कर्मचारी साथीहरूले मात्रै अब सम्भव छैन, विद्यार्थीहरूको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसकारणले गर्दाखेरि यहाँ भएका समस्याहरू, यहाँ विद्यालयमा भएका पूर्वाधारदेखि लिएर शैक्षिक क्रियाकलापमा के समस्या छन् भनेर हामीले चाहिँ विद्यार्थीहरूको जनगुनासो पनि विद्यालय व्यवस्थापन समितिले सुन्नुपर्छ भनेर हामीले कार्यक्रम सञ्चालन गरेका छौँ। स्कुल एकाउन्ट सिस्टम चाहिँ हामीले सञ्चालन गरेका छौँ। हामीले यहाँ भएका आर्थिक गतिविधिलाई पारदर्शिताका साथ काम गर्नको लागि वा व्यवस्थित गर्नको लागि हामीले स्कुल एकाउन्टिङ सिस्टम जुन हामीले विद्यालयको आय व्ययलाई सुस्त दुरुस्त राख्नको लागि हामीले गरेका छौँ। अन्य धेरै कामहरू गरेका छौँ। मलाई लाग्छ विद्यार्थीसँग विद्यालय व्यवस्थापन अध्यक्षसँगको अन्तर्क्रिया कार्यक्रमलाई बाट आएका समस्याहरू धेरै रहन्छन्। साना समस्या, विद्यालय भएका साना समस्याले गर्दा विद्यालयको वातावरण धुमिल भइरहेको अवस्थामा बालबालिकाहरूले चाहिँ विद्यालय बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। विद्यार्थीहरूले राख्ने समस्या भनेको अहिले खानेपानी, शौचालय, बस सेवा, कक्षा कोठामा हुने वातावरण, जस्तै कक्षा कोठाको भित्ता कलरिङ हुनुपर्ने, के अरे शिक्षण सिकाइलाई सहजीकरण हुने खालको वातावरण त्यहाँ हुनुपर्ने जस्ता कुराहरू नै बढी आएको देखिन्छ। शिक्षण सिकाइलाई सहज बनाउनको लागि अहिले इलेक्ट्रोनिक माध्यम वा विभिन्न कुराहरूले पनि सिकाउन सकिन्छ। त्यो कुराहरू अहिले प्रविधिको जमानाका भएका कारणले गर्दा अलिकति प्रविधि मैत्री कक्षा चाहिँ सञ्चालन गरिदिनु हुन अनुरोध पनि उहाँहरूले गर्नुभएको छ। हामी पक्कै पनि अब हामीले चाहिँ विद्यालय व्यवस्थापन समितिसँग बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ। त्यहाँ भएका सबै